हेलो गाइज, के छ तपाईहरुको नयाँ नौलो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ न्यू डे न्यू ब्लग कहाँबाट आज चाहिँ न्यू डे आज न्यू ब्लग बनाउनु गइरहेको छु। ब्लग नबनाएको टन्नै भयो। त्यो चाहिँ मेरो चाहिँ सेकेन्ड टाइम भनौँ न। अस्ति एउटा ब्लग बनाएको थिएँ, त्यो चाहिँ मेरो माइक बिग्रेर के तपाईँको ब्लगै राम्रो भएन, साउन्डै तपाईँको राम्रो सुन्नेन। अब यो चाहिँ मैले नयाँ माइकबाट बनाउँदैछु। तपाईँको लगभग 3-4 हजार पऱ्यो कि माइक किन्न पनि। अस्ति चाहिँ मैले त्यो वायर भएकैवाला किनेको थिएँ, अलिक सस्तो खालको, त्यो चाहिँ बिग्रिहाल्यो क्या। त्यही भएर मैले अहिले चाहिँ वायरलेस माइक किनेको छु होइन। आजै फर्स्ट हो यो ट्राई गरेको होइन। यो नि हेरौँ कस्तो आउँदो रहेछ भोइसहरू। फर्स्ट मेरो बाइकमा यहाँ पेट्रोल सकिरहेको छ, पहिला गएर पेट्रोल हालौँ होइन। त्यो तपाईँको यो क्यामेरा राख्नको लागि मैले यता भित्रदेखिबाट त्यो क्यापवाला टाइपको लगाएको छु कि, त्यसले गर्दा चाहिँ भाइजर पुरै लगाउनु मिल्दैन अनि धुलो सुलो सबै छिर्दो रहेछ क्या भित्र। यो पहिला गएर यहाँ पेट्रोल हालौँ, त्यसपछि निस्किनुपर्छ राइटमा लगाएर। क्यामेरा चाहिँ कस्तो पोजिसनमा बसिरहेको छ, ठिक छ नि देखाएछ। हजारको हालिदिनु त। एफआईवाला हो नि त, त्यही भएर एकछिन चाहिँ टाइम लाग्दो रहेछ क्या तपाईँको। अब कार्बोरेटरवाला बाइक भएको भए चाहिँ तपाईँको सट्टै स्टार्ट गरेर होइन, स्पिडमा सही हिँड्न भयो। यसमा चाहिँ तपाईँको पिकअप आउनको लागि अलिक टाइम लाग्छ क्या। अनि स्टार्ट त्यो पेट्रोल नपुगिकन स्टार्ट हुँदैन नि त राम्ररी चट्ट बारेमा। अहिले चाहिँ मैले चाहिँ तपाईँको फोनबाटै बनाइरहेको छु कि, किनकि गोप्रो किनेको छैन। अनि गोप्रोको कस्ट पनि अलि धेरै छ नि त, बजेटभन्दा बाहिर छ होइन। टक्क 1000 सब्सक्राइबर पुगिसकेपछि चाहिँ म गोप्रो सोप्रो किनेर मजाले बनाऊँ भनेर सोचिरहेको छु होइन। अहिले फर्स्ट जर्नीमा चाहिँ ठिकै छ। अहिले चाहिँ म चाहिँ तपाईँको 12 प्रोबाट भिडियो बनाइरहेको छु कि होइन। कसैले सोचिराख्नु भएको छ 12 प्रो लिएर भ्लग गर्ने भने पनि हेर्नु क्वालिटी कस्तो देखिरहेको छ होला। आज चाहिँ म चाहिँ स्लो राइड हानिरहेको छु होइन। तपाईँको भाइजर राम्ररी नलाएर कहिले किरा छिर्दिन्छ, कहिले भुसेना छिर्छ, कहिले धुलै धुलो हुन्छ, खराब हुने रहेछ त्यो। अब अर्को पालि चाहिँ त्यो म गोप्रो किनिसकेपछि तपाईँको त्यो गोप्रो अर्काउने क्याप हुन्छ नि, त्यो चाहिँ हेलमेटमै टाँस्छु क्या। त्यो फोनको लागि चाहिँ अलिकति रिस्क भयो नि त त्यो। त्यही भएर यता बबाले भ्यू देखिरहेको छ होइन। टक्क बारेमा
सही होला। तपाईँको मैले भ्लग चाहिँ तपाईँको पहिल्यैदेखिबाट बनाउँछु भनेर सोचिरहेको थिएँ कि, तर अलि मिलेन होइन। अहिले चाहिँ धेरै पछि अब अलि भनौँ न अलिअलि मिलाएको छु। अब बिस्तारै ग्रो गर्दै जानुपर्छ, बनाउँदै जान्छु म होइन। मैले चाहिँ तपाईँको भ्लग बनाउन खोजेको चाहिँ तपाईँको यो लकडाउनदेखि नै लगभग हाम्रो राजकुमारहरूले सुरु गर्दाखेरि नै त्यतिखेर सोचेको थिएँ कि, त्यतिखेर चाहिँ टक्क दाइले चाहिँ मलाई चाहिँ यस्तै भनौँ न मैले एनएस झिक्दिनु भन्ने कुरा गरेको थिएँ। तर त्यतिखेर चाहिँ अब स्कुटी थियो कि हाम्रो, अनि दाइको साथीहरूले चाहिँ मैले स्कुटी कुदाएको देखेर चाहिँ स्पिड कुदाउँछ त्यस्तो भनेर लगभग कुरा लगाइदिएछ। त्यही भएर दाइले स्कुटी नै झिक्नु भयो क्या, फेरि स्कुटी बेचेर फेरि स्कुटी नै झिक्नु भयो। अनि तपाईँको फेरि अनि स्कुटीमा भ्लग गर्ने त्यो उयो मोडै चलेन कि होइन। बाइक भएको भए चाहिँ म सायद त्यतिखेरै बनाइसक्थेँ क्या। त्यतिखेर तपाईँको एनएस भनेको चाहिँ तपाईँको भर्खर आएको होइन, अनि हेर्दै बवाल लाग्थ्यो नि त। त्यसपछि चाहिँ एनएस झिक्दिनु भनेको थिएँ, तर झिक्दिनु भएन होइन। सो ठिकै छ। बस त्यतिखेर चाहिँ तपाईँको लकडाउन थियो होइन, टक्क टाइम ठ्याक्क मिल्छ नि त। अरे नम्बर यसो बिग्रिदिउँ होइन। बबाले देखिरहेछ कि यो चाहिँ मेरो बाइक होइन कि, अस्ति भर्खर चेन्ज गरेको कि। पहिला चाहिँ मेरो रातो थियो होइन, मेरो योभन्दा फर्स्टको भिडियो मलाई क्या सायद होइन। बबालै देखिरहेछ ल चट्ट पारामा। तपाईँको यसको दामी लागेको भनेको चाहिँ एउटा चाहिँ मलाई ब्रेक सिस्टम दामी लाग्यो होइन। यसको चाहिँ तपाईँको एबिएस भएर कि, एबिएस भएर जस्तोमा हान्दा नि नचिप्लिने के होइन, जस्तोमा हान्दा नि नचिप्लिने ब्रेक हान्दा चाहिँ। तपाईँको पिकअप पनि बबालै छ होइन, चट्ट पारामा सही देखिरहेको थियौँ। हामी चाहिँ यसो फेरि गइदिउँ। यो रोड चाहिँ तपाईँको एकचोटि भाइरल भएको थियो क्या, भाइरल रोड भनेर चिनिन्थ्यो होइन। तपाईँको लगभग खतरा भाइरल थियो कि, नयाँ बनेको होइन। तपाईँको यस्तो बबाल देखिन्थ्यो कि भ्यू त्यहाँबाट। अहिले म देखाउँछु, त्यहाँ चाहिँ लगभग धेरै एक्सिडेन्ट हुन्थ्यो क्या। तपाईँको सबजना युट्युबरहरू आउँथ्यो होइन, बाइक साइक उडाउने यताउति गर्ने, अनि त्यसमा त्यहाँ चाहिँ एक्सिडेन्ट हुन्थ्यो कि धेरै। अहिले चाहिँ खासै छैन, अब चाहिँ धेरै ओल्ड पनि हुँदै गयो नि त बाटो होइन। यो माथिको डाँडोमा चाहिँ फेरि हाइकिङ गर्नको लागि तारभित्र जानलाई सही छ है। फेरि चट्टो पारामा यो चाहिँ भाइरल रोड होइन पहिलाको, अहिले पनि भाइरलै छ। चट्टो पारामा तपाईँको बेलुका आएर चाहिँ तपाईँको यस्तो होइन, साथीहरूसँग ग्रुपमा बसेर चाहिँ यहाँ चिया होटेलहरू मजाले बनेको छ होइन। त्यहाँ आएर चिया खाँदै गफ गर्दै चिल हुन्छ नि त।
यसो भ्लगमा अलिक बानी बसाउँदै जानु पऱ्यो कि बानी छैन अनि तपाईँको भ्लग सुरु गर्दा होइन के बोल्ने हुन्छ क्या के बोल्ने अलिकति बानी बसेको छैन होइन बानी बसेपछि कडै हान्नुपर्छ गाइस त्यो बानी नबसेर होला कि तपाईँको अनि बानी नबसेर होला होइन बोल्यो अनि एडिट गर्ने बेला पनि आफ्नै भोइस आउराले के गाइस कमेडी लाग्ने के अब यो बाइक चाहिँ अब अहिले फर्स्ट भयो होइन भर्खरै ल्यायो नि त अब कुदेर छु अलिकति अब बिस्तारै अझ कुदाम होइन तपाईँको अलिकति 1 महिना जति भएपछि यसको राम्रो एउटा भिडियो बनाउँछु क्या कस्तो रहेछ होइन कतिको के छ प्रब्लम यसमा के हुन्छ लिँदा बेस्ट हुन्छ कि हुँदैन भनेर चाहिँ पिकअपहरू चाहिँ बवालै छ है पहिलाको मेरो BS4मा चाहिँ तपाईँको यो ब्रेक हान्दाखेरि क्या डर लाग्थ्यो क्या त्यसमा चाहिँ तपाईँको उयो होइन नि त ABS ब्रेक होइन नि त अनि तपाईँको जस्तो ठाउँमा पनि चिप्लिहाल्थ्यो होइन तर यो चाहिँ झ्यापको ब्रेक हान्दाखेरि ABS दामी नै लागिरहेको छ भनौँ न अहिलेसम्म चाहिँ ABS-मा तपाईँको जस बाइकबाट चाहिँ लडिँदैन तर ABS ब्रेक हान्दाखेरि अलिकति कस्तो हुन्छ अलिक पर गएर चाहिँ लाग्दो रहेछ क्या त्यसमा चाहिँ झ्याप्प यहीँ लाग्दाखेरि त्यसमा चाहिँ लडेपछि चिपेर गएर मान्छे लाग्छ भने यसमा चाहिँ फेरि अलिकति झ्याप्प हान्दाखेरि घचेक भएर त्यो हामीले मोड्ने मौका पाउँदो रहेछ क्या त्यसमा चाहिँ यसरी बाइक यसरी यो माटोहरूमा हान्दा नि खासै त्यो बाल्लोमा हान्दा नचिप्लिने के गाइस त्यो चाहिँ बवाल लाग्यो मलाई तपाईँको नेपालको बाटो त्यही हो होइन कहाँनिर बाल्लोहरू कहाँ घर बनाइरहन्छ हेर्नु न यहाँभरि बाल्लै बाल्लो छ नि त ठ्याक्क त्यसमा ब्रेक इमर्जेन्सी ब्रेक हान्दा ठ्याक्क ब्यालेन्स गरिदिने क्या सही हो नेक्स्ट डे न्यू ब्लगमा चाहिँ खतरा रमाइलो गर्नुपर्छ गाइस अरू भने त्यस्तै हो त्यसमा चाहिँ फेरि यो सनलाइटले गर्दा कस्तो देखिरहेको छ क्यामेरामा होइन एडिट गर्ने बेलामा सबै हेर्नुपर्ने हुन्छ त्यसपछि तपाईँको लाइट पनि बवाल छ कि रियालिटी हो होइन तपाईँको यसको चाहिँ पार्किङ लाइटले मात्रै नि त्यहाँ उज्यालो देखिन्छ क्या तपाईँको झन् अर्को लाइटै बाल्दा त झन् बवाल भएको होइन झन् अझ हेडलाइटै बाल्दा त बवाल देखिन्छ क्या यसको अब एउटा पार्किङ मोड भयो एउटा तपाईँको लाइट भयो अनि एउटा चाहिँ अब हेडलाइट हुन्छ नि त पुरै फोकस हेडलाइट त भन्छ नि होइन खासै थाहा छैन मलाई पनि अट्टा पारेमा गाइस ल अब चाहिँ म घरतिर लाग्छु होला होइन पानी पर्न पनि लाग्यो पनि लाग्यो गाइस अब नेक्स्ट डे परै भिडियो लिएर आउँछु म ब्लग लिएर आउँछु होइन कस्तो लाग्यो यो भिडियो यसो कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला गाइस होइन मेरोतिर सब्सक्राइब गरिदिनु होला म चाहिँ भनौँ न 1000 सब्सक्राइबर पुगिसकेपछि चाहिँ तपाईँले सब्सक्राइब पुगेपछि चाहिँ तपाईँको गोप्रो किनेर अझ दामी तरिकाले क्या निकै दामी तरिकाले बनाउँछु लगभग कहिलेसम्म हुन्छ होइन
टक्का पारामा के यार देखि त खेलेर आइन्छन् ल गाइस ब्लग चाहिँ म चाहिँ यहीँ एन्ड गर्छु होइन अर्को दिन चाहिँ अब खरै लिएर आउँछु टक्क पारामा आज चाहिँ मैले